प्रचण्डले कति बेलासम्म कुरिया थियो भने यो कुरा पनि खोल्थ्यौँ। कतिसम्म निकृष्ट मान्छे हो भने प्रचण्ड भन्ने यो युएसएड आइडीले पालेको हतियार हो, यो कतिसम्म तल्लो स्तरको मान्छे हो भन्ने कुरा केपी ओलीको दोस्रो, किन जस्तो सैद्धान्तिक रूपमा म केपी ओलीको आलोचक हुँ होइन, तर त्यस्तो कुरा हामीले सोच्न सक्दैनौँ होइन। हामीमा मानवीय हुन्छ तर एउटा अपराधीमा त हुँदैन। यो केपी ओलीजीको जस्तै किडनी ट्रान्सफर गरे डाक्टरहरू, त्यसमध्येका कोही मान्छे हाम्रा पनि सम्पर्कमा थिए। यो केपी ओलीको किडनी ट्रान्सफर भयो कि भएन भनेर उनी चाहिँ के भन्दा 5-5 मिनट 10 मिनटमा सूचना लिने। उनको के रहेछ भन्दा यो केपी ओली के भन्दा तपाईँहरू उनी चुपचाप बसिया रहेछन् क्या त्यो नेकपा हुँदाखेरिको। यहाँ नेकपा यो पार्ट पनि हेर्न, यो सबै वैचारिक र सैद्धान्तिक छैन क्या होइन। अब तपाईँको के भन्दा तथ्य एकातिर छ, कथ्य एकातिर छ, यहाँ त कथ्यमा छ होइन। ओ युएसएडले र अमेरिकनले माओवादी हिंसा चलाएको थियो, यहाँ त जनवादी क्रान्ति ल्याउन चलाएको छ भने जस्तो होइन। यो त के भन्दा उही केबी रोकाले हिन्दू राष्ट्र ल्याउँछ भने जस्तो, चर्च मण्डलीको अध्यक्ष हिन्दू राष्ट्र बन्न हिँडे जस्तो छ। उनले सूचना लिइराखेका रहेछन्। उनको के रहेछ भन्दा केपी ओली यदि दायाँ बायाँ भए सबै पार्टी मसँग आउँछ भनेर जाऊ, केपी ओलीको दोस्रो किडनी ट्रान्सफर सफल भइसकेपछि त्यसपछि उनी नेकपाभित्र गणितको खेल खेल्न थाले होइन। उनले आफ्नो स्वरूप त त्यहाँ देखाएका हुन् नि त होइन। सायद प्रचण्डलाई यो कुरा कसैलाई थाहा छैन भन्ने होला होइन। भित्ताका पनि कान हुन्छन्, हेक्का राख्नुहोस् होइन, भित्ताका पनि कान हुन्छन् है। यो त्यसै चाहिँ नेकपा विभाजन भएको होइन, यो चिनियाहरूले पनि बुझ्न जरुरी छ। प्रचण्ड भन्ने पात्रको यस प्रकारको चरित्र चाहिँ के भन्दा चिनियाहरूले पनि बुझ्न जरुरी छ होइन। त्यो रक्तचन्दन तस्करहरूलाई भेटेर र सुन तस्कर गर्नेहरूलाई सँग सूचना लिएर मात्रै हुँदैन, यो कुरा चाइनिजहरूले पनि बुझ्न जरुरी छ। नेकपा विभाजन हुनुको एउटा कारण त्यो पनि हो।